इरान अमेरिका इजरायल बीचको यो लडाईँ लामो समय चलिरहेमा यसले हाम्रो देश नेपाललाई के कुरामा असर गर्छ भन्ने कुरामा चाहिँ नम्बर 1 मध्यपूर्वी देश जसलाई हामीले गल्फ कन्ट्री भन्छौँ, यी देशहरूमा 17-18 लाख नेपालीहरूले रोजगारी गरिरहनु भएको छ। प्रार्थना गरौँ यसो नहोस्, यो युद्ध चाँडै रोकियोस्। तर यो युद्धले गर्दा ती रोजगारीहरू गुम्ने सम्भावना देखिन्छ र भविष्यमा गएर यी देशहरूमा रोजगारीको सम्भावना कम हुने देखिन्छ है, जसले गर्दा नेपालमा रेमिट्यान्स कम भित्रिन्छ। नेपालको अर्थतन्त्र 4 भागको 1 भाग रेमिट्यान्सले कभर गरिरहेछ, जसले गर्दा हाम्रो अर्थतन्त्रमा पनि केही असर पुर्याउने देखिन्छ। नम्बर 2, डिजेल पेट्रोल लगायत सम्पूर्ण वस्तु महँगाईले आकाश छुनेछ, जसले गर्दा हाम्रो जनजीवनमा धेरै प्रभाव पार्ने देखिन्छ। सधैँभरि युवालाई बेचेर रेमिट्यान्सले देश चलाउने हो कि नेताजीहरू, देशमै केही रोजगारी सिर्जना गर्ने हो? यतिका वर्ष भइसक्यो, हाम्रो देश कहिले सही बाटोमा जाने, कहिले हामीले देशमै रोजगारी गरेर हाम्रो परिवार चलाउने, अलिकति सोच्नु पर्यो है।